काठमाडौँको मुख्य सडकमा हालै एउटा सार्वजनिक बसले यसरी ट्राफिक नियमको धज्जी उडाउँदै डिभाइडर लेन क्रस गरेको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भएको थियो। नागरिक स्तरबाट व्यापक आक्रोश व्यक्त भएपछि उपत्यका ट्राफिक प्रहरीले उक्त अत्याधुनिक बसका डन चालकमाथि एक ऐतिहासिक र निकै कठोर कारबाही प्रक्रिया अगाडि बढाएको छ। उक्त कारबाहीको आधिकारिक भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। प्राप्त जानकारी अनुसार कारबाहीको प्रकृति अत्यन्तै संवेदनशील र भयावह थियो। प्रहरी एक अधिकारीले चालकलाई निकै गम्भीर स्वरमा निर्देशन दिँदै भनेका थिए, लौ दाइ, तपाईले सडकको नियम मिच्नुभयो, 500 को चिट काटिएको छ, भोलि कोर्स लिन आउनुहोला अनि लाइसेन्स लिएर जानुहोला। जम्मा 500 रुपियाँ जरिवाना। विश्लेषकहरूका अनुसार यो ती प्रतिभावान चालकको असाधारण कला र क्षमताको सरासर अपमान हो। यस्तो सडकमा स्टन देखाउने आँटिलो मर्द ड्राइभरलाई 500 को चिट काटेर मात्रै पुग्दैन, उहाँलाई नेपाल सरकारले उहाँलाई सिधै ओलम्पिकको जिम्नास्टिक विधामा प्रतिस्पर्धा गर्न पठाउनुपर्छ। कम्तीमा देशको लागि एउटा स्वर्ण पदक त सुनिश्चित आउने थियो। यस कठोर कारबाहीपछि उक्त यातायात सेवाका सहचालकको आत्मविश्वास र कार्य मनोबल अभूतपूर्व रूपमा वृद्धि भएको प्रतिवेदन प्राप्त भएको छ। नपत्याए यो भिडियो हेर्नुहोस्। दाइ जाबो 500 को चिट फुटपाथबाटै गुडाइदिने हो कि क्या हो? चल्दिउँ ल हे जाउँ कलङ्की सातो बाटो गुडेर जाने भए 25, डिभाइडरबाट फुटपाथबाट जाने भए 50 नन स्टप एक्सप्रेस। अब लागौँ एउटा व्यावसायिक विज्ञापनतर्फ। के तपाईँलाई काठमाडौँको ट्राफिक जाममा बस्दा अत्याधिक छटपटी हुने समस्या छ? के अगाडिको सवारी साधन 2 सेकेन्ड रोकिँदा तपाईँको हात स्वत हर्नमा पुग्छ? के सडकको डिभाइडर देख्ने बित्तिकै तपाईँलाई गाडी उफार्न मन लाग्छ? वा लाइसेन्स र हेलमेट बिना नै मोटरसाइकल कुदाउने तीव्र इच्छा जाग्छ? यदि यी लक्षणहरू देखिएका छन् भने आजै बजारबाट खरिद गर्नुहोस् धैर्यता प्लस क्याप्सुल। सडक नियम मिचेर सामाजिक सञ्जालमा मक्ख पर्नुभएका चालक महानुभावहरू, कृपया धेरै नहौसिनुहोला। ट्राफिक जाम सबैलाई हुन्छ, अलिकति धैर्य गरौँ। यसरी डिभाइडरमाथि गाडी चढाएर लेन मिचेर जताततै पार्किङ गरेर डिस्को डान्स गराउँदै टिकटकमा फेमस हुनुभन्दा नियम मानेर सेफ हुनु धेरै बेस। सावधान, यो धैर्यता प्लस क्याप्सुल खाएपछि तपाईँले ट्राफिक प्रहरीलाई दिने जरिवाना बापतको 500 वा सो भन्दा माथिको रकम बचत हुनेछ र प्रहरीको फेसबुक पेजबाट तपाईँको धज्जी उड्ने गरी फोटो भिडियो अपलोड हुने छैन।